कुरामा हामी बाबुहरू पनि होसियारी रहनुपर्ने कुरा छ र हामीलाई पनि प्रभुले म तिमीहरूलाई चिन्दिनँ भनेर यदि प्रभुले हामीलाई भन्नुभयो भने हामी खतरामा पर्छौँ। संसारको मान्छेले हामीलाई चिनोस् या नचिनोस् त्यसले फरक पार्दैन। संसारको मान्छेले म तिमीलाई चिन्दिनँ भनेर भन्दाखेरि त्यो कुनै फरकै पर्दैन त्यो कुराले। तर यदि प्रभुले म तिमीहरूलाई चिन्दिनँ यदि भन्नुभयो भनेदेखिलाई चाहिँ हामी जोखिममा पर्छौँ। त्यसै कारण हामी जागर रहनुपर्छ। 13 पदमा भन्छ जागर हो। अब यहाँ अघि नै किसिम भाइ भन्नुभएको छ कम्ती बोल्नु भनेर। अब म फेरि एकपटक फेरि फर्केर म एक पदमा फेरि आउनु चाहे। दुल्हा भन्ने शब्द र यहाँनिर दुल्हाले भन्नुभयो त्यो 5 कन्याहरूलाई, त्यो 5 निर्बुद्धि कन्या, 5 निर्बुद्धिहरूलाई